खा खा ल ल खा खा किन उडेको ल खा ल खा तिमीहरूको नि को छ र टन्न खा ल ल आ डराउनु पर्दैन खा न खा टन्न खाएर जिङ्रिङबाट ल तिमीहरू नि खा म पनि खान्छु है सक पनि खाने हो पऱ्यो भने खाँदैछ म पनि खाँदैछु हजुरहरू सन्चै हुनुहुन्छ होला खाना खानु होला हजुरहरूले पनि पैसा यिनीहरूको पनि न खेती छ न जमिन छ न घर छ न घरेरी छ होइन जसले जियो जसले माया गरे त्यसकोमा आउनु त हामी त सधैँ आउँछ सम्झेर खुसी लाग्छ किनभने अब कसैको परिवार होला छोरी होला छिमेकीहरू होला सबजना मिलेर आउँछ भो लाग्छ अन्त पानीको शरीरहरू के बेला बेला सम्झना आउँछ यसरी नआउने भोलि पर्सितिर पनि है मासु नि खाने हो कि बिस्तारै खा झगडा नगरिकन खा हल्ला नगरिकन खा ठन्ड सबैले पाला पाला गरेर खा छोराछोरी पनि छ त्यहाँ छोराछोरी लगेर खानिदिनु है हँसाउनेको लुसी ए लुसी ल सक्यो भने भन है सक्यो भने भन हजुरले पनि यसरी नै अब पशु पक्षी है मेरो कुकुर पनि छ दुईवटा छ तल छ बेन्टेन यो लुसी हो पशु पक्षी जनावरहरूलाई अब माया गर्ने सुधीको अन्तिमसम्म हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब है थ्याङ्क यू सो मच बाई बाई भयो खा 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 झगडा नगरिकन खा टन्न सबै पालै पालेर खा है म त्यो बच्चालाई पनि लगेर दिनु आफू मात्र खाने होइन त्यहाँ नाइ जाइ 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 ल ल ल झगडा गर्ने होइन झगडा गर्ने होइन पालै पालेर खाने पालै पालेर पालै पाले 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 झगडा झगडा त ठुङ्छस् कहाँ चढेको होला फेरि किन ठुङ्गे किन ठुङ्गे किन ठुङ्गे सबैजना खा मिलेर खा झगडा नगरिकन खा त्यहाँ आफ्नो बच्चालाई पनि लगिदिए बच्चालाई गोसको बच्चा छ त्यहाँ टन्न गाडामा लाने बच्चालाई खानिदिनु त्यो बच्चा पनि छ यिनीहरूको 4वटा बच्चा 6वटा बच्चा छ भयो खाना खा किन उडेको किन तर्सेको म तर्साउँदैन नि तर्सरी भएदेखि तिमीलाई मार्ने भएदेखि म यसरी खानेकुरा दिन्छु तिमीलाई दिँदैन थिएँ होइन झगडा नगरिकन झगडा ला
सधैँ आउँछ बिचरा सम्झेर भोलि पनि आउनु है पर्सि पनि आउनु सधैँ यहीँ बस्नु है तिमीले जति फोहोर गरेर म सफा गर्छु फेरि अर्को नयाँ गुड बनाइदिन्छु ल खै हस् भनेको पछि नयाँ गुड बनाइदिन्छु मैले हल्ला हल्ला होइन है चुपचाप मिलेर खाने झगडा नगर्ने ल खा तिमीहरूको नि को छ र अब जसले खानिदियो त्यसकोमा आउनु त नि होइन ल थालै खा ल थालमा दिएको छु थालमा खा थालमा खा न थालमा खा हो थालमा खाने बानी छैन होला बिचरा तर्स्यो क्या त्यो सेतो के होला भने खा फेरि किन ठुङ्गे त्यसरी नठुङ्गी होइन नठुङ्गी पाले नठुङ्गी खा पानी खाने भाइ यहाँ छ खारा बिहान धेरै हग्छ कि धेरै खानिदियो धेरै हग्यो झन् फोहोर हुन्छ है तर जति फोहोर गरेँ म सफा गरिहाल्छु नि ल परिवार भनेको चाहिँ शान्तिको दूत हो होइन पहिला चाहिँ अब यो अब राखीहरू हुँदैन थियो चिठी पत्र चाहिँ अब एक ठाउँबाट अर्को ठाउँमा चाहिँ पुर्याउनको लागि चाहिँ अब चिठी लेखेर एउटा डोरीमा बाँधेर यो परिवारको घाँटीमा चाहिँ अब हालिदिइसकेपछि उनीहरूले चाहिँ अब सम्बन्धित व्यक्तिलाई सम्बन्धित ठाउँमा लगेर चाहिँ पुर्याउने काम गर्थ्यो त्यही भएर परिवारलाई चाहिँ अब शान्तिको दूत भनेको हो होइन एकदम चाहिँ अब सफा एकदम स्वच्छ हो अब चाहिँ यो जसको घरमा चाहिँ अब परिवार छोराछोरीहरूले चाहिँ बास गर्छ उसको घरमा चाहिँ अब शान्ति आउँछ दुःख बिमार हुँदैन अब त्यसो दुर्घटनाहरू घट्दैन भन्नु त होइन त्यो भनाइ मात्र होला तैपनि अब जे जसो भए पनि अब परिवार छोराछोरीहरूलाई चाहिँ म माया गर्छु कुकुर पनि दुइटा छ मेरो एउटा कुर्सीमा बसिरहेको छ खा आज से पहले कभी नहीं थी इतनी हंसी दुनिया एक थाल भात खाइदिए राम किन झगडा गरे किन ठुङ्गे खुसी भएकोलाई अहिले त ओहो टन्ड भयो नि त अगायो होइन अब कोही छ त बाँकी खानालाई कोही छुटेको छ त खानालाई नअगाएको भने कोही छ मैले खाना पाएन म चाहिँ अगा खाएन भने भन् कोही छ म भोकै छ मैले एउटा सिता पनि खान पाएन सबै अरूले खाइदियो मलाई दिनुहोस् भने कोही छ त कोही छ भने भन् हात खडा गर छैन ल छैन भनेदेखि जानी ल अगाएन फेरि आयो त ल थ्याङ्क यू सो मच बाई बाई नेक्स्ट भिडियोमा है तर त्यो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला खास ज्ञानवर्धक सन्देश मेरो च्यानल बिग्रो 467 पनि चाहिँ त्यसमा नयाँ हुन्छ भने सब्सक्राइब गरेर लाइक कमेन्ट यो भिडियोलाई सुरुदेखि